हेलो हेलो साथीहरू, आज चाहिँ म फर्स्ट टाइम युट्युबको लागि भिडियो बनाउँदैछु। म सुरुमा अब के बोले के गर्ने के आइडिया नै नहुने, त्यही भएर मैले चाहिँ कुनै ठाउँमा चाहिँ भोइस ओभर गर्न थालेको हो। अनि कृपया राम्रोसँग हेरिदिनु होला। हामी चाहिँ स्कुलको स्टाफहरू त्रिशुली रिभर साइड 1 नाइटको लागि निस्केको। अनि त्यसको लागि चाहिँ सानो सानो क्लिपहरू चाहिँ म हजुरहरूलाई देखाउने छु है। 2 घन्टा भयो, 2-3 घन्टा। रुम प्याक भएर हामीले बल्ल यताको रुम पाएको छौँ। कता होला यता छ, एकदम प्याक हुने रहेछ स्याटरडे भएर। हामी चाहिँ यता आउँदैछौँ। आजको हाम्रो घर यही हो साथी हो। आजको हाम्रो घर साथीभाइहरू। टोयलेट चाहिँ यस्तो। हामी चाहिँ फ्रेस भएर छिटो रेडी हुन थाल्यौँ, किनभने हामी 4-5 जना थियौँ नि त। अनि टाइम लाग्छ रेडी हुन। अनि छिटो रेडी भएर हामी निस्किहाल्यौँ। एकदम भोक लागेको थियो। अनि हामीले त्यहाँ खाजा अर्डर गरेको थियो। अनि खाजा खानलाई हामी चाहिँ तल झर्दै थियौँ। Guys, यो चाहिँ त्रिशुलीको भ्यू। Oh my god. त्यसपछि हामी तल झरेर एकछिन त्यताको भ्यूहरू हेऱ्यौँ। अनि खाजा पनि आयो। अनि हामी चाहिँ मस्त खाजामा चाहिँ इन्जोय गरिरहेछौँ, गफ गर्दै। एकदम मिठो थियो त्यहाँको खाजा। अनि खाजाहरू खाएर हामी फेरि तल खोलातिर झऱ्यौँ। त्यसपछि भिडियो गर्दा चाहिँ मलाई पनि खिचिदिनुहोस् न भनेर मैले चाहिँ अझै म्यामलाई फोन दिएँ। त्यसपछि जितु म्याम बिचरा थाकेर बसिराख्नु भयो। अनि मैले हाई भने। अनि यता म्यामहरू चाहिँ आउँदै हुनुहुन्छ फेरि। पुरा खुसी भएर लिएर आउँदै हुनुहुन्छ सबैजना। हामी ठ्याक्कै तल झर्दा चाहिँ सनसेट हुन लागेको थियो। एकदम साइनिङ आइरहेको थियो त्यहाँ टक्क त्रिशुलीको किनारमा। अनि हामी चाहिँ त्यहाँ गयौँ। त्यहाँको पानी चाहिँ एकदम चिसो थियो। माथिबाट चाहिँ घामले पोलिरहेको थियो, तर त्यहाँको पानी चाहिँ एकदम चिसो थियो। सबैजना त्यहाँ पानीमा जाने भनेर हामी चाहिँ गयौँ। एकदम राम्रो थियो त्यहाँको इन्भाइरोमेन्ट है। अनि त्यहाँ पिङ पनि रहेछ। म्यामहरू चाहिँ त्यहाँ गएर पिङमा बसिहाल्नु भयो। चारवटा मात्रै थियो। म चाहिँ माथिबाट भिडियो गर्दै बसेँ। हाम्रो अर्को मोडल आउँदैन। हामी चाहिँ तल खोलाबाट फर्केर अनि यता स्विमिङ गर्ने ठाउँमा आयौँ। अनि सबैजना स्विमिङ गरियो।
अनि तल खाना खान झरेको हामी सबैजना अनि त्यहाँ चाहिँ पुरा गीत बजिरहेको थियो हो अनि मलाई चाहिँ कपिराइट लाग्छ कि भनेर अलिक डर पनि लागिरहेको थियो त्यही भएर मैले चाहिँ म्युटमा राखिदिएँ अनि यहाँ म्यामहरू चाहिँ खाना हाल्दै हुनुहुन्छ अनि पुरा हाम्रै पालीमा ठ्याक्क खान सकेको अनि पछि खाना आएर चाहिँ खाना हाल्दै गयौँ हामी म्यामले चाहिँ मलाई पनि हालिदिनु भएको थियो किनभने मेरो हातमा एउटा हातमा चाहिँ क्यामेरा थियो अनि म्यामले मलाई पनि हालिदिनु भयो अनि आफूले पनि हाल्नुभयो अनि सबै कुरा हालिसकेपछि हामी खाना खायौँ एकदम मिठो थियो त्यहाँको खाना एकदम टेस्टी पनि थियो अनि हामी खाना खायौँ बेलुका खाना खाइसकेपछि त भिडियो गर्नै बिर्सिसौ म त त्यहाँ रमाइलो गर्न थालेँ नाच्न थालेँ अनि गफ गर्न थालेँ अनि बिहान भयो बिहान फेरि उठेर हामी फ्रेस भएर चाहिँ तल ब्रेकफास्टको लागि तल झऱ्यौँ अनि म्यामहरू चाहिँ पुरा के खाने भनेर पुरा सल्लाह गरिराख्नु भएको थियो हो अनि एकजना भाइले चाहिँ हामीलाई नर्मल चियाहरू चाहिँ ठिकै खानु भन्नुभयो तर हामीलाई अड लागेर चाहिँ अनि हामीले पुरा फुल ब्रेकफास्ट नै गरेँ पुरा ब्लगमा त भोइस ओभर मात्रै हुँदैछ है अनि त्यसपछि हामी चाहिँ फेरि रेडी भएर निस्क्यौँ एकछिन यसो त्यताको उसहरू ठाउँहरू हेरेँ घुमेँ फोटोसोटो खिचेँ भिडियो बनाएँ टिकटक बनाएँ अनि हामी त्यसपछि त घर फर्किने बेला पनि भइसकेको थियो हाम्रो चेकआउट हुने टाइम पनि भइसकेको थियो हो अनि त्यहाँ बे पनि रहेछ क्या अनि एकदम रमाइलो थियो त्यहाँ अनि हामी चाहिँ फेरि रुममा गएर छिटो सामानहरू प्याक गरेर निस्किहाल्यौँ अनि त्यहाँ बिल गर्दै हुनुहुन्छ सबैजना त्यहाँ गर्मीले आत्तिसकेको थियो अनि हामी आयौँ बाई गरेर त्रिशुली रिभर साइडलाई त्यसपछि हामी गाडी चढ्यौँ घर आयौँ Thanks for watching.